नमस्कार। म हजुरहरूलाई जनसङ्ख्या धेरै भएका 5 जिल्ला र जनसङ्ख्या कम भएका 5 जिल्लाहरूको नाम यो कपीमा लेखेर प्रस्तुत गर्न लागिरहेको छु। हजुरहरूले भिडियो हेरिदिनु होला र मैले यसरी लेखेर सूत्रबद्ध रूपमा प्रस्तुत गरिरहेकी छु। सुन्नुहोला। अब जनसङ्ख्या धेरै भएका 5 जिल्लाहरू सुन्नुहोला कर्मैसँग। सबैभन्दा धेरै भएको काठमाडौँ, अनि त्यस पछाडि मोरङ, त्यस पछाडि रूपन्देही, त्यस पछाडि झापा, त्यस पछाडि सुनसरी। यी 5 वटा जिल्ला चाहिँ सबैभन्दा धेरै जनसङ्ख्या भएका जिल्लाहरू हुन्। यसलाई सूत्रबद्ध रूपमा चाहिँ कामोरु झारू भनेर यहाँ प्रस्तुत गरिएको छ। का भनेको काठमाडौँ, मो भनेको मोरङ, रु भनेको रूपन्देही, झा भनेको झापा, सुनसरी, सु भनेको सुनसरी। अब सबैभन्दा थोरै जनसङ्ख्या भएका 5 जिल्लामा मोनाङ 1 नम्बरमा, 2 नम्बरमा मुस्ताङ, 3 नम्बरमा डोल्पा, 4 नम्बरमा रसुवा, 5 नम्बरमा हुम्ला। यिनीहरूलाई चाहिँ सूत्रबद्ध रूपमा गर्दाखेरि ममु डोरहु भनेर भनेको छ। म भनेको मनाङ, मु भनेको मुस्ताङ, डो भनेको डोल्पा, र भनेको रसुवा, हु भनेको हुम्ला। यसरी पढ्यो भने हामी पछिसम्म सम्झन सक्छौँ। ममु डोरहु भनेर पढौँ। ममु डोरहु थोरै जनसङ्ख्या भएको चाहिँ ममु डोरहु, धेरै भएको चाहिँ कामरु झासु। यसरी हामीले सूत्रबद्ध रूपमा पढ्न सकिन्छ। यस पछाडि म अन्य भिडियो पनि लिएर उपस्थित हुनेछु। हजुरहरूले लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।